म मानदेव सन् 460 मा स्वयम्भू बनाए यो बुद्धत्वको ज्योति संसारभर फैलियोस् भनेर। म सुपुष्पदेव झन्डै 1600 वर्ष अघि पशुपतिनाथ पुनर्निर्माण गरेँ। शिवको कृपा सदैव नेपालमा रहोस्। म ज्याज्या आफ्ना छोराहरूसँग बौद्धनाथ बनाए। यो शान्ति र करुणाको स्मारक हो। म हरिदत्त वर्मा चाङ्गु नारायण पुनर्स्थापना गरेँ। यो विष्णुको सबभन्दा पुरानो मन्दिर हो। म प्रताप मल्ल काठमाडौँलाई कला संस्कृतिको राजधानी बनाएँ। हरेक ढुङ्गा हरेक काठमा मेरो कथा छ। म सिद्धि नरसिंह मल्ल ललितपुरलाई कला नगर बनाउने सपना बोकेर यी दरबारहरू उठाएँ। म भूपतिन्द्र मल्ल भक्तपुरलाई देवताहरू बास गर्ने सहर बनाए। यो नेतपोल मन्दिर मसँगै उठेको गर्व हो। भूकम्पले होइन, समयले पनि यसलाई ढाल्न सकेन। म भीमसेन थापा धरोहरा बनाए। नेपालले आकाश छुन सक्छ भनेर देखाउन। हामी काठका सिपालु एउटै रुखबाट काष्ठमण्डप उठायौँ। यहीँबाट काठमाडौँ नाम जन्मियो। कृष्णले सपनामा दर्शन दिए, त्यसैले मैले यो पत्थरको कृष्ण मन्दिर बनाएँ। छोराको मृत्युले मेरो मन चिरेको थियो। रानीको दुःख मेटियोस् भनेर माफी पोखरी बनाएँ। म चन्द्र शमशेर सिंहदरबार बनाएँ। नेपाल आधुनिक शक्ति र शासनको यात्रामा प्रवेश गरोस् भनेर। हामीले बनाएको धरोहर नै नेपालको आत्मा हो। यसलाई जोगाइराख्नु, किनकि इतिहास त्यहीँबाट बाँचिरहन्छ।